त शनिबार हरेक शनिबार सवारी साधन मुक्त दिन, भेकल फ्री डे। सांस्कृतिक कार्यक्रम सहित जनचेतनामूलक कार्यक्रम आयोजना भइरहेको छ। यति मात्रै होला त? शनिबार सांस्कृतिक कार्यक्रम र जनचेतनामूलक कार्यक्रम मात्र होइन, खेलहरू पनि हुन्छ, जस्तै स्लो मोसन बाइसाइकल रेस, लुडो गेम, अरू रञ्जना लिपि क्यालिग्राफी पनि हुन्छ र माटोको पहाडो पनि बनाइन्छ। शनिबार त आउनै भयो, पार्किङ कहाँ गर्ने त? पार्किङ नो टेन्सन। शनिबार तपाईँ आउँदै हुनुहुन्छ, पार्किङको लागि दरबार हाई स्कुल, धरहरा, त्यस पछाडि बाङ्गेमुडा ठाउँमा हामीले व्यवस्थित गरेका छौँ। अनि अरू भेहिकल फ्रीको दिनमा हाम्रो काठमाडौँ महानगरपालिका सहरी स्वास्थ्य प्रबन्धन केन्द्र 25 वडाले पनि हेल्थ क्याम्प राखेको छ। तपाईँहरू सबैजना पाल्नुहोला। डेनिस प्रजापति मसिन्द्रो क्लबको ट्रेजरर हो। हाल चाहिँ अब यो हाम्रो यो 5 गतेदेखि नो भेहिकल जोन भनेर यो कोर सिटीमा जुन अब स्टार्ट भइरहेछ गरिरहेछ, त्यसको चाहिँ अब के अरे वडासँगको सहकार्यमा मसिन्द्रो क्लबले चाहिँ हेल्प गरिरहेको हो हैन। जसरी अब कुनै पनि फाइनेन्सियल इन्स्टिट्युसनहरूको एउटा अब CSR भन्ने जस्तो हुन्छ नि, एउटा होइन रेस्पोन्सिबिलिटी सोसियल कजको लागि होइन। हाम्रो यो लोकल व्यापारीहरूको पनि होइन CSRको हिसाबमा चाहिँ एउटा अब यो हाम्रो ठाउँलाई चाहिँ प्रबन्धन गर्नको लागि चाहिँ उनीहरूको पनि हेल्पमा होइन सोसियल कजको हिसाबमा यो लोकल ठाउँको उत्थान गर्नलाई चाहिँ उनीहरूले पनि हेल्प गर्छ भन्ने, व्यापारीहरूले पनि हेल्प गर्छ भन्ने आशा गरेको छौँ हामीले।